सानो बगैँचा। मलाई बगैँचामा खेल्न, हेरिरहन, बिरुवाले पानी हाल्न, गोडमेल गर्न एकदम रमाइलो लाग्छ। हाम्रो घरको कम्पाउन्ड भित्रै सानो बगैँचा छ। त्यहाँ थुप्रै किसिमका फूल, साग, तरकारी र अनेक जडीबुटी जन्य बोट बिरुवाहरू छन्। बिहानै जब म बिउजन्छु, सबैभन्दा पहिले म बगैँचामा जान्छु। गुलाब, हिबिस्कस, पारिजात लगायतका अनेक फूलहरू मुस्कुराइरहेका हुन्छन्। म तिनीहरूलाई शुभ प्रभात भन्छु। बगैँचामा फर्सीको मुन्टा यताउता फैलिरहेका छन्। सिमीका लहरा थाङ्ग्रा चढ्दै छन्। हामीले लगाएको ठडियाको साग हरियो र ताजै देखिन्छ। घिउकुमारीको बिरुवामा पानी झर्दा त्यसका पात टल्किन्छन्। त्यहाँ बुद्धचित्त र रुद्राक्षका बोट पनि छन्। ती बोटहरू मलाई केही गम्भीर र ध्यानमग्न जस्ता लाग्छन्। तिनले आऊ शान्त रहू, छेउमै बस भनिरहेका जस्तो लाग्छ। बोजोको बिरुवा सुक्दा नाकै सुगन्धित हुन्छ। उखुको बोटमा छोएर हेर्दा लाग्छ भित्र मिठास लुकेको छ। म ती सबै बिरुवाहरूलाई पानी हाल्दछु र माया गर्छु। बाबाले भने जस्तै ती बोट बिरुवाहरूका लागि हामी अर्ग्यानिक मल प्रयोग गर्छौँ। त्यसैले बिरुवाहरू खुसी देखिन्छन्। मलाई लाग्छ मेरो सानो बगैँचा पनि मसँग कुरा गर्छ। जब म माया गर्छु, उसले हरियाली फिजाएर जवाफ दिन्छ। यही बगैँचाले मलाई सिकाएको छ, माया गर, आउने गर अनि प्रकृतिसँग साथी बन।